बालनले प्रधान न्यायाधीशमा सपना प्रधान मल्ललाई सिफारिस नदिसकेपछि पूर्व प्रधानमन्त्री सुशीला कार्की र सपना प्रधान मल्ल दुवैजना मुरमुरिएका छन्। यो भिडियो हेरौँ साथीहरू। बालनको श्रीमतीलाई आमा भनौँ हो र संरचना भत्काएर परिवर्तन रोज्ने बहाना खोजेर आफ्नो परिवेशको उत्कृष्टता स्थापना गर्ने प्रयासले सत्तामा रहनेको धित्त मर्ला, तर विधि र विधि सङ्गतको अपेक्षा राख्नेहरूको स्वप्न भङ्ग हुने तय छ। मानिसहरूलाई भन्न चाहन्छु, डर र प्रभावमा न्याय सम्भव छैन। चाहे त्यो 2/3 सरकारको डर नै किन नहोस्, चाहे त्यो महाभियोगको डर नै किन नहोस्। डर र भयबाट मुक्त भई अदम्य साहसका साथ अघि बढ्न म सम्पूर्ण न्यायकर्मीलाई आज यहीँबाट आह्वान गर्दछु। एउटालाई खाने बाघले अर्कोलाई नखाला भनेर भन्न सकिन्न। संविधानको उल्लङ्घन गर्नेहरूलाई संविधान विरुद्ध उत्तरदायी नबनाएसम्म संविधानको वफादार कार्यान्वयन पनि हुन सक्दैन। सुशीला कार्की जति गराए पनि केही हुँदैन। उहाँलाई रिस उठेकोलाई आफ्नो पिएलाई त्यहाँ पनि निकालिदिएको छ नि त। प्रधान न्यायाधीशहरूलाई त मैले आफै भेटेको छु, तपाईँहरूको यो कार्यशैली भएन भनेर फैसला भयो, त्यो कहिले एक्सनमा जाँदैन। महिलाको उहाँले कुरा गर्नुभयो होइन, यो के चाहिँ कमी थियो, सक्षम महिला हुन्, के कुरामा कमी थियो त्यो महिलामा, यसको परिणाम यस सरकारले पछि भोग्नुपर्छ समेत भन्नुभएको छ। बुझेँ, महिलाको कुरा गर्नु भने उहाँ मात्रै महिला हो र यो चोटि 3टा महिलाहरूले सपना प्रधानको विरुद्ध मत हालेको छ होइन। कानुन मन्त्री महिला छ, उपसभामुख महिला छ। सुशीला कार्कीले चाहिँ युवाहरूको जगमा कसरी 78 वर्षका बुढाहरू बोके थाहा छैन हामीलाई? मूर्ख हौँ हामीहरू। बालन शाहको स्टेपिङ हेर्दाखेरि चाहिँ के देखिन्छ भने उहाँले चाहिँ यसलाई बोल्ड रूपमा डिसिजन गर्न थालेको देखिन्छ। यो दृष्टिकोणको प्रश्न हो, यो लिङ्गको प्रश्नै होइन। अनिवार्य गर्नुपर्छ, किनभने मान्छेलाई अनेक किसिमको झन्झट लगाइदिने, अनेक किसिमको मुद्दा लगाइदिने, 20, 25, 30, 40, 50, 60, 70 वर्षसम्म फैसला नहुने, अनि कानुन व्यवसाय चाहिँ कहाँ ल्याएर पाल्ने त हामीले? सबके सब चोरे, यही हो सत्य यो देशको। र अहिले हान्न खोजिरहेको छ यो नयाँ प्रधानमन्त्रीले। प्रधान न्यायाधीश भइसकेको व्यक्तिलाई यति पनि थाहा भएन भने यिनीहरूले कसरी न्यायिक फैसला गर्दा रहेछन् भन्ने कुरा त नाङ्गो भयो त। यिनै सपना प्रधान मल्ल कति वर्षदेखि त्यहाँ न्यायाधीश छिन्? किन 70 वर्षदेखि द्वारिका होटलको मुद्दा फैसला नभएको त्यसो भने? उहाँकै पालामा महिला नै त महान्यायाधिवक्ता हुनुहुन्थ्यो, उहाँकै बुवाले त्यो मुद्दा हेर्नुहुन्छ। सपना प्रधानहरूलाई न्यायाधीश बनाउनेहरूले त्यो मुद्दा हेर्नुहुन्छ। उहाँहरूले के हुन्छ अब द्रुत मार्गबाट उहाँहरूले फैसला गर्दै गएको भए न्यायालय यसरी कचल्टिन्थ्यो, न्यायका उपभोक्ताहरू यसरी पीडित हुन्थे। अहिले पनि सर्वोच्च अदालतमा 40,000 मुद्दाहरू विचाराधीन छन्।